अहिले चाहिँ तपाईँहरूले जो यो घरे हार्भेस्टिङसँग सरकारले टुर्नामेन्टहरू खेलिदिनु भयो त्यसको लागि तपाईँहरूको क्षमतापूर्ण गर्ने एउटा प्लेटफर्म घरे हार्भेस्टिङले पनि सहयोगको रूपमा काम गरिदिनु भयो। त्यसको लागि म तपाईँहरूलाई पनि धन्यवाद दिँदै र जुन घलीको तर्फबाट त्यस्तो कार्यक्रमहरू उहाँ एउटा चाहिँ धेरै दुःखको साथ योभन्दा करिब 17-18 वर्ष अगाडि अस्ट्रेलिया जानुभयो र उहाँले चाहिँ एउटा समाजप्रति चाहिँ राख्ने माया, उहाँले यस्ता कार्यक्रमहरू धेरैवटा हिजो चाहिँ भूकम्पको कालदेखि कोभिडको क्षणसम्म आउँदै गर्दाखेरि र अहिले जो मुकेश भाइहरू हाम्रो उहाँलाई मैले खास पहिला पनि अब नचिनेको हाम्रै जिल्लाको गोर्खाको हुनुहुनेछ र पछि अब विनोदहरूसँग जोडेको भएको थियो। त्यसो गर्दै गर्दाखेरि जो अहिले दाइसँग जोडिनुभएको छ र उहाँले पनि एउटा चाहिँ यो खेल क्षेत्रमा पनि केही लगानी गर्दाखेरि खेलाडी साथीहरूलाई केही सहयोग हुन्छ भन्ने उहाँको धारणा हो। त्यहीको सिलसिलामा अहिले यो जोडित बाटो पनि खेलिदिनु भयो र तपाईँहरूको नेसनल टिमको इन्टरनेसनल खेलाडीहरू पनि हुनुहुँदो रहेछ अहिले अनरहरू छैन। त्यसको लागि म तपाईँहरूको अझै प्रगतिको शुभकामना पनि व्यक्त गर्न चाहन्छु र यो तपाईँहरूको व्यक्तिगत मात्रै नभएर यो देशकै लागि एउटा तपाईँहरू नमुना खेलाडीको रूपमा मैले चाहिँ प्रस्तुत भएको देखेको छु र त्यसपछि साथै यहाँ आउनुहोस् तपाईँको जो यहाँ लगनशील छ जो प्रहरीको विभागीय टिमबाट पनि खेल्नु भएको र प्रहरी क्लबबाट पनि खेलिरहनु भएको खेलाडी साथीहरूको देखेको छु। तपाईँहरूको अझ योभन्दा उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु र भले जुन भले दाइको तर्फबाट मैले बोल्दै गर्दाखेरि आगामी दिनहरूमा अघि साथै भनिसक्नु भएको अब यो यस्ता कार्यक्रमहरू उहाँले निरन्तरताले गर्नुहुन्छ होला भन्ने मैले विश्वास पनि तपाईँलाई दिलाउन चाहन्छु र आज जो जति यो सानो प्रोत्साहन स्वरूप तपाईँहरूलाई चाहिँ एउटा सानो कपडा नाममा चाहिँ वितरण भएको छ। यसले पनि चाहिँ कम्पनीको पनि एउटा चाहिँ रहने लोगो रहने र जो नेपाल पुलिस कलेजसँग चाहिँ रहेर सहकार्यमा चाहिँ काम गर्ने मौका मिलेको छ। यो पछिसम्म चाहिँ निरन्तरता रहोस् भन्ने म शुभकामना पनि व्यक्त गर्दै मेरो धन्यवाद गर्न चाहन्छु। धन्यवाद, नमस्कार।